नेपाल बहुजाति बहुधार्मिक बहुसंस्कृतिले भरिपूर्ण देश हो, जहाँ हरेक जात जाति एकै मालामा उनिएर साझा काममा शरीक भएको पाइन्छ। यो आर्थिक वर्ष 2081-82 को बजेट अनुसार हामीले यो बजेट विनियोजित गरेर यहाँका लोप हुन लागेको संस्कृति बचाउनको लागि हामीले यो अहिले भूमि पर्वको नाचोलाई डकुमेन्ट गर्नको लागि हामीले यो भूमि गाउँपालिका वडा 3 को सीमा टोललाई छनौट गरेर योलाई हामीले कसरी के गर्न खोजेका छौँ भन्दाखेरि मेन उद्देश्य चाहिँ यहाँका लोप हुन लागेका संस्कृतिलाई जगेर्ना प्रबन्धन र पुष्टान्तरण गर्नको लागि हामीले विशेष वडादेखि पहल गरेर यहाँका समुदायहरूलाई अनि यहाँका युवाहरूलाई पुष्टान्तरण गर्नको लागि ऊर्जा बनाउनको लागि हामीले चाहिँ विशेष पहल गरेर नै यो हाम्रो आयोजना गरेका भूमि गाउँपालिका वडा 3 को बजेटदेखि नै। र अर्को कुरा जुन संस्कारलाई चाहिँ कुनै विकृति खालका पनि छन् त्योलाई चाहिँ अब हामीले चाहिँ केही कुराहरू चाहिँ हामीले चाहिँ आफ्नो सुधार्नुपर्छ, अहिले युवाहरूले चाहिँ लिनुपर्छ भन्ने हिसाबले नै यो हामीले कार्यक्रम आयोजना गरेका हौँ। जुन यो 3 नम्बर वडामै विविधता छ, फरक फरक संस्कृतिहरू फरक फरक आफ्नो टोलको समुदायको छ। यी संस्कृतिहरूलाई अहिले सीमा टोलमा भयो भने अर्कोचोटि 3 वटा टोलमा कुन संस्कृति लोप हुन छ त्यो संस्कृतिलाई पनि जगेर्ना प्रवर्धन र पुष्टान्तरण गर्नको लागि हामीले विशेष वडादेखि पहल गर्नेछौँ भन्ने कुरा मैले राख्न चाहेँ। रुकुम पूर्व पनि बहुसंस्कृतिको धनी जिल्ला हो, जहाँ हरेक संस्कृति प्राचीन र अर्थपरक छन्। रुकुम जिल्ला भूमि गाउँपालिका वडा नम्बर 3 सीमा साबिकको मोराबाङ गाविस वडा नम्बर 1, 2, 3 पनि सोही कान्छो जिल्ला अन्तर्गत पर्ने वडा हो, जहाँ हरेक संस्कृति जीवित छन्। रागुपोन मगरहरूको बाहुल्यता भएको यस सीमा गाउँमा रामजाली रोका मगर, बुढा मगर र दलित समुदायहरूको सम्मिश्रित बसाइ रहेको छ। यस गाउँमा पृथक संस्कृतिहरू छन्, जसमध्ये भल्क वा भूमि संस्कृतिको बारेमा चर्चा गरिएको छ। भूमि पूजा र संस्कृति मगरहरूले उत्थान गरेको भए तापनि सबै जात जातिले साझा सम्पत्तिको रूपमा यस पर्वलाई लिने गरिएको छ। सर्वप्रथम त यो कला संस्कृतिलाई यहाँसम्म पचाइ ल्याउने हाम्रा अग्रज पुस्ताहरूप्रति म हार्दिक धन्यवाद एवं आभार प्रकट गर्न चाहन्छु। र विशेष गरी अहिलेको यी कला संस्कृतिहरू चाहिँ लोप हुँदै गएको अवस्थामा नयाँ पुस्ताले जुन खालको एउटा जागरुकका साथ अगाडि बढिरहेको छ, यो नयाँ पुस्तामा चाहिँ एउटा थप ऊर्जा थप्नको लागि 3 नम्बर वडाबाट जुन खालको यसको वृत्तचित्र निर्माणको लागि भूमि पर्वको लागि यो सीमामा जुन खालको बजेट विनियोजन भयो, 3 नम्बर वडालाई पनि विशेष धन्यवाद एवं आभार प्रकट गर्दै फेरि पनि नयाँ युवाहरू यो कला र संस्कृति एउटा हाम्रो साझा सम्पत्तिको रूपमा अगाडि लानुपर्छ भन्ने हिसाबले आउँदा हाम्रा पुस्ताहरूलाई पनि फेरि बचाइराख्नको लागि नयाँ पुस्ता अत्यन्तै जागरुकका साथ यसमा लागिरहेको छ। सबैलाई यो कला संस्कृतिलाई एउटा साझा सम्पत्तिको रूपमा लिएर अगाडि बढ्नको लागि पनि नयाँ पुस्तालाई म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु।
परम्परादेखि नै यो मानव उत्पत्तिसँगै मानव सभ्यतासँग आएको कला संस्कृतिहरू हामी सबैले यो पुस्तान्तरणको लागि अझ फेरि थप यसलाई संरक्षण गर्नको निम्ति पनि नयाँ तरिकाले सोच्नु पर्दछ। यहाँको विकृतिजन्य क्रियाकलापहरू जुन छन् तीहरूलाई हटाउँदै नयाँ पुस्तालाई सभ्यताका कुराहरू सभ्य सांस्कृतिक पुस्तान्तरण कसरी गर्नुपर्छ यो अभिभावकहरूले सोच्नुपर्ने स्थिति पनि हो र यसलाई भूमि पर्वलाई अझै प्रवर्धन गर्नेतर्फ लाग्नु पर्दछ र स्थानीय सरकार त्यसैमा हामी कटिबद्ध छौँ। यो यसपालिको भूमि 3 को भूमि पर्व डकुमेन्ट्री एकदमै राम्रो बनोस् भन्ने शुभकामना पनि दिन चाहन्छु। धन्यवाद। भूमि गाउँपालिका मौलिक संस्कृति संस्कार आफ्नो चालचलनको लागि अत्यन्तै धनी प्रख्यात गाउँपालिका हो। हामीले अहिले यो देखिराखेको हामी रमाइराखेको यो भूमि पर्व भूमि देवतालाई प्रकृतिलाई पूजा गरेर नयाँ अन्न भित्राएर लगाएका बाली नालीहरू राम्रो होस् फल्दो फुल्दो होस् भन्ने किसिमले प्रकृतिलाई भूमि देवतालाई पूजा गरेर अत्यन्तै ठुलो नाचगान भव्यताका साथ मनाइने पर्व भएकोले यसलाई हामी चाहिँ पहिलो कुरा संरक्षण गर्न चाहन्छौँ। दोस्रो कुरा यसलाई पुस्तान्तरण गर्न चाहन्छौँ। यो हिसाबले अहिले सिङ्गो गाउँपालिकाले महोत्सवहरू आयोजना गर्दै यसलाई प्रतिस्पर्धामा लैजाने र पुस्ताहरू नयाँ पुस्ताहरूलाई देखाउने नयाँ पुस्ताहरूलाई पनि लिएर जाने सोचका साथ प्रत्येक टोल बस्तीहरूमा यसको चाहिँ जागरण नयाँ जागरण पैदा भएको छ। यो नयाँ जागरणलाई हामी युगौँसम्म यसलाई बचाउन चाहन्छौँ। अहिले भूमि गाउँपालिका वडा नम्बर 3 सीमामा यो जुन एउटा डकुमेन्ट्री बन्दैछ यो डकुमेन्ट्रीले यहाँको संस्कारलाई संस्कृतिलाई यो पर्वलाई जुगौँसम्म चाहिँ जीवित राख्नको लागि एउटा निकै ठुलो पहल साबित हुनेछ र यो वडाका वडाध्यक्षज्यू परशुराम बुढा यहाँका बुद्धिजीवी साथीहरू संस्कृति प्रेमी दाजुभाइ दिदीबहिनीहरू यहाँका अग्रजहरू यहाँ सबैलाई हाम्रो संस्कारलाई बचाउनका लागि जुन पहल लिनुभएको छ यसको लागि म धन्यवाद पनि भन्न चाहन्छु। भूमि पर्वको वृत्तचित्र बनाउनुको उद्देश्य यस गाउँको भूमि पर्वको संरक्षण सम्वर्धन पुस्तान्तरण प्रचार प्रसार र पर्यटन क्षेत्रको विकास गर्नु रहेको छ। भूमि पूजाको इतिहास कुनै एक समय थियो जेठ महिनाको तन्तलापुर घाम जतिखेर खेत रोप्नलाई पानी परेन गाउँका जान्ने मान्ने बसेर देवी देउराली सेपा सोरुङसँग पानी मागे तर पानी परेन। देवी देउरालीहरू हौ जो चाहिँ हामीलाई चाहिँ खेतमा अब धान रोप्ने बेला भयो पानी छोडिदेऊ अनि नत्र भने अहिले यहाँ सुँगुर पाठा मुलमा हालिन्छ। पानी नपरेपछि गाउँका भयो भलाट्नी जम्मा भएर अनैतिक क्रियाकलापका साथै गाउँको माथि साउने पानीको मूलमा गएर सुँगुर लगेर पसालिन्छ। देवी देउराली र भूमि देवताको छल हुन सक्छ भनेर हिलो लगाएर कसैले चिन्न नसकिने हुन्छन्। युवा र बुढाहरूको शरीरमा कुनै अस्त्र राखिँदैन। सुँगुरलाई मूलबाट निकालेर बोकी गाउँको मुनिबाट तानेर खेतमा लगेर पूजा गरिन्छ। यसरी नाच्दै भूमि देवतालाई बलि दिँदाको भोलिपल्टबाट पानी पर्न थाल्छ। यही अवसर पारेर जेठको मसान्तमा सुँगुरको बलि दिएर नाचगान गरी सोही पर्व निरन्तर चल्दै आइरहेको छ। नोगोबाङ्गे नाचको औपचारिक फुकुवा र अन्त्य। यस सीमा गाउँमा नोगोबाङ्गे नाचको फुकुवा जेठको 15 गते गाउँको भद्र भलात्मे कहाँ गएर अनुमति मागिन्छ। आज धनराशि हो। धनराशिसित मिल्ने सिंह राशि मिलाएकोले सिंह राशिको मान्छेले पूजा गर्ने कुण्डल पुन
यो हाम्रो 18 मगरात समुदायमा चाहिँ यो उहिले पुर्खौलीदेखि नै चल्दै आएको यो संस्कृति सम्बन्धी यो भूमे नाच युवा पुस्तामा चाहिँ हामी पुस्तान्तरण गर्ने जमर्को गर्नको लागि सिङ्गो भूमे गाउँपालिकाका टिम 3 नम्बर वडा कार्यालय र प्राविधिक टिमलाई विशेष गरी हामी धन्यवाद दिन चाहन्छौँ। यो पक्कै पनि यो संस्कृतिले अब हाम्रो पुराना संस्कृतिहरू चाहिँ अब युवा पिँढीमा आउने चाहिँ कमै मात्रै त्यो जिम्मेवारी वहन गर्ने त्यस्तो किसिमको युवाहरूमा त्यस्तो देखिएको थियो। तर यो डकुमेन्ट्रीले पक्कै पनि हाम्रा युवाहरूलाई चाहिँ अझै पनि जोस र जाँगरका साथ यो पुर्ख्यौली हाम्रा संस्कृति कलाहरूलाई चाहिँ जगेर्ना गर्नमा हामी पनि एकाकाँध लाग्नुपर्छ भन्ने चाहिँ एउटा सन्देश दिन खोजेको छ। धन्यवाद। पहिलेदेखि चलिआएको यो भूमे नाचलाई निरन्तरता दिइराखेको छौँ र ओडादेखि डकुमेन्ट्रीलाई दिएकोमा धन्यवाद र हामीभन्दा पछिल्लो पुस्तालाई सिक्न मौका दिएकोमा धेरै धेरै धन्यवाद। यहाँहरू सबैलाई नमस्कार। हामी भूमे गाउँपालिका वडा नम्बर 3 सीमा गाउँको भूमे पर्वको वृत्तचित्र तयारी गर्ने अवस्थामा छौँ। वृत्तचित्र तयार गर्नमा यहाँको ऐतिहासिकताको बारेमा मैले थोरै जोड्न चाहेँ। अन्य ठाउँहरूको भूमे पर्वभन्दा यहाँको अलिकति पृथक छ हिलो लगाउने चलन। यो हिलो लगाउने चलन कसरी सुरुवात भएको थियो भन्ने बारेमा म केही जोड्न चाहेँ। यो प्राचीन कालमा जतिखेर खेतीपातीमा प्रवेश गर्ने थियो, यहाँ चाहिँ गाउँको तल्लो एउटा खेत थियो। त्यही खेतमा चाहिँ धान लगाउनलाई, बिरुवा लगाउनलाई पानीको आवश्यकता थियो। पानी परेन। पानी नपरिसकेपछि पानी मागियो। पानी माग्दाखेरि जलमूलमा गएर पानी माग्यो। जलमूलमा गएर पानी माग्दाखेरि पानी परेन। त्यसपछि त्यहाँको भयो ब्लाड्नीको सल्लाह गरेर त्यहाँ अनैतिक क्रियाकलाप गरिसकेपछि पानी पर्न सक्छ है भन्ने सरसल्लाह गरेर त्यहाँका वृद्ध युवाहरू गएर चाहिँ त्यहाँ अनैतिक क्रियाकलाप गर्नेका साथै सुँगो लगेर मूलहरूमा, त्यहाँ जलमूलहरूमा चाहिँ पसालिन्छ। त्यही जलमूलमा पसालिसके पछाडि त्यहाँका भूमि देवताले छल गर्न सक्छन् है भनेर हिलो लगाउने चलन छ। हिलो लगाएर सुँगोलाई उचालेर चाहिँ त्यहाँ नाङ्गै भएर चाहिँ नाच्ने चलन थियो। तर त्यो प्राचीन कालमा नाङ्गै भए पनि अहिले आधुनिक कालमा आएर चाहिँ त्यो नाङ्गो नाचलाई अर्ध अस्त्र लगाएर चाहिँ नाच्ने चलन छ। यो कुनै अनैतिक काम हो भनेर मान्नु हुँदैन। त्यो प्राचीनता थियो। त्यसैले चाहिँ त्यो पहिलेको नाङ्गोलाई हामीले देखाउन खोजिएको छैन। अर्ध अस्त्र लगाएर चाहिँ यहाँको संस्कृतिलाई झल्काउनको लागि चाहिँ पुरानो हाम्रा पुर्खाहरूले दिएर छोडेका नासोलाई चाहिँ झल्काउन खोजिएको थियो। पहिलेदेखि चलिआएको परम्परालाई अहिले चाहिँ हामी भूमे पर्वको लागि नाच्नको लागि हामी चाहिँ यो गाउँका ठुला बडाहरूको अगाडि चाहिँ आएर अरू दिन त केही छैन, यो थोरै सगुन ल्याइदिन्छौँ, यहीलाई स्वीकारेर हामीलाई बोलपुचो फुकाउने अनुमति दिनु फुकाने हो न भन्ने त कतै पनि थिएन क्या।
पहिल्यैबाट जुजु बाजेबाट हाम्रो भन्दा पनि जुजुबाट गएको हो यति रक्सी सबैले चाहिन्छ र बा हो मेरो नाति नटाहरू भोकाले यो डिसबाट डुब्टेन हामी खाने भने कि डुब्टेन मनाने कुरा कि डुब्टेन के हामी मात्रै खाउँला तिमी पनि खाउँला क्या हो सदा फोकाने चलन हो यो र ठिकै छ नाच दिन पनि नाच रात पनि नाच राति पनि नसुट दिन पनि नसुट नाम हौ कोही यता लदत खोट नहुनु कोही खोटो त्यस्तो होला बिमारी होला त्यो अहिलेसम्म 10 गतेसम्म बिरामी नहुनु मेरो 80 बाँकी त्यति हो। त्यसपछि वाद्यवादक कहाँ गएर गाजा बाजा बजाउनको लागि आग्रह पनि गरिन्छ। हामी पहिलेदेखि चलिआएको परम्परा पहिलेदेखि नाच्दै आएको भूमि नाच चाहिँ अहिले हामी आज चाहिँ फुकाउने भनेर यहाँसम्म आइपुगेका छौँ। अनि तपाईँको बाजा सहित हामीलाई सहयोग गर्नुहुन्छ भन्ने आशा छ। त्यही भएर हामी त्यही आशा बोकेर यो अरू दिन त केही छैन तर नि यो हाम्रो तर्फदेखिको चाहिँ थोरै नै यसरी 22 चालाको साथमा असारको 3, 5, 7 वा 9 गते सबै जम्मा भई दान फालेर उक्त नाचको अन्त्य गरिन्छ। भूमि पूजा हाम्रो सिक्यो आज वास्तव हो। अब बाँचे आइसल भेटौँला मरे हरायो स्यालाई करायो।